आज हाम्रो उपस्थित रेणुका सुब्बाज्यू जो चाहिँ हाम्रो ठाउँमा छ यहाँको मोडमा चाहिँ उहाँको सभापति उहाँले सभापति गरेको छ र उहाँको अनुमति दिँदै एउटा शर्त राख्न चाहन्छु र विशेष उहाँलाई म आजको यो प्रोग्राममा वेलकम पनि गर्न चाहन्छु आज इन्चार्ज। त्यसरी नै हाम्रो उहाँ हुनुहुन्छ तामाङज्यू मेम्बर ग्राम पञ्चायत मोडको न्यायालयको उहाँलाई पनि म आजको कार्यक्रममा स्वागत जनाउन चाहन्छु। यसरी नै हाम्रो कालेबुङमा आउनुभएको छ अभिजित सर एसिस्टेन्ट डाइरेक्टर श्रीखत्र कालिम्पोङ उहाँलाई पनि म आजको हामीले बिजनबारी ठाउँमा आइदिनु भयो र हाम्रो यो कार्यक्रमको शोभा बढाइदिनु भयो उहाँले र एकै फोनमा एकै दिनमा उहाँले एक्सेप्ट गरेर ओके टुमोरो आइम कमिङ भनेर भन्नुभयो र आएर तपाईँहरूसँग केही बातचित राखिदिनुहोस् र उहाँले हामीले भन्दा बेसी जान्नुहुन्छ र बुझ्नुहुन्छ र धेरै मात्र एक्सपिरियन्स र डाइनामिक सर हुनुहुन्छ र उहाँले जुन कुरोमा तपाईँहरू भन्नुहुन्छ त्यो एकदमै ध्यानपूर्वक सुनिदिनुहोस् है। घरिघरि यसरी हामीले बाहिरबाट हाम्रो ठुल्ठुलो सहरहरू ल्याउन सक्दैनौँ र त्यसले गर्दाखेरि उहाँलाई पनि म आजको यो कार्यक्रममा एकदमै स्वागत जनाउँछु र त्यसरी नै हाम्रो यहाँ सुमन सर हुनुहुन्छ है सिनियर टेक्निकल एसिस्टेन्ट 7 माइल RSRS 7 माइल कालिम्पोङ र उहाँ पनि मसँग पहिलादेखि मालदादेखि चाहिँ हामीले एउटा जोडेको थियौँ। म ट्रेनिङमा जाँदाखेरि नै उहाँ ड्युटीमा हुन्थ्यो। त्यस समयदेखिकै मेरो उहाँसँग एउटा राम्रो रिलेसन छ र त्यो रिलेसन भएको कारणले गर्दाखेरि आज यसरी यो दार्जिलिङ भेगमा पनि त्यस्तो फार्मर्स फिल्ड डे अवेरनेस प्रोग्राम अरू कतिवटा प्रोग्रामहरू यो सेल्फ ट्रेनिङ बनाउने TR 23 स्यापिङ लगन स्किम यो धेरैवटा स्किमहरू उहाँहरूको थ्रुबाट हामीले यसरी यहाँ ल्याउन सक्यौँ है र ल्याउन सकेर अस्ति सिटोङमा पनि हामीले एउटा यस्तै प्रोग्राम गऱ्यौँ 19 तारिकको दिन अक्टोबरमा र आज 4 तारिक यहाँ र उहाँसँग सल्लाह हुनेछ अब डिसेम्बरमा पनि एउटा हामी फिल्डमै गएर सेफ्टी रोप्ने कसरी यो गेट बनाएर गर्छ त्यो हामीले गर्ने हाम्रो प्लान छ र त्यसको लागि पनि उहाँले त्यसरी धेरै हामीलाई हेल्प गर्नुहुँदैछ सेफ्टी सेट गर्नुबाट र त्यसले गर्दा उहाँलाई पनि म यो आजको कार्यक्रममा स्वागत गर्छु र उहाँलाई पनि मेनी थ्याङ्क्स धन्यवाद दिन चाहन्छु र आउँदो वर्षमा हामी सिधै गर्दै अगाडि बढ्दैछौँ र तपाईँहरूकै बेनिफिट र फाइदाको लागि नै गर्दैछौँ भनिकन म अब यस्तै काममा राखिरहेको है। र साइड बाई साइड हाम्रो यो पञ्चायतबाट हाम्रो जुन चाहिँ पञ्चायतबाट म्याडम हुनुहुन्छ उहाँहरूले पनि आज अलिकति सेरिकल्चरको बारेमा बुझेर तपाईँहरूले इन्करेज गर्नुहोस् प्रोत्साहन दिनुहोस् भोलिको दिनमा भयो तिमीहरू जबै तिमीहरूलाई यस्तो यस्तो पाउँदैछ उहाँहरूसँग हामी कन्ट्याक्टमा बस्छौँ हामी भन्छौँ कि म्याडम यस्तो यस्तो छ मान्छेहरू यस्तो ढुक्का राख्नुहोस् हामी आउँछौँ सेरिकल्चरबारे बुझाउँछौँ भनेर उहाँहरूले पनि हामीले अलिकति उहाँहरूलाई एप्रोच गर्दाखेरि उहाँहरूले एक्सेप्ट गरिकन हामीलाई पनि क्लोज अगाडि फिल्डलाई त्यसरी नै कतिवटा प्रोग्रामहरू अर्गनाइज गर्ने भविष्यमा त्यो काममा राखेको छु है र आशा पनि